सरकारले संविधान सभा सदस्यको शपथ ग्रहण अध्यादेश मार्फत ल्याउने निर्णय गरेको छ। संविधान सभा निर्वाचनपछि आज पहिलो पटक बसेको मन्त्री परिषदको बैठकले 7 दलको सहमतिमा शपथ ग्रहणको व्यवहार तयार पार्ने र त्यसलाई अध्यादेश मार्फत जारी गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको बैठकले संविधान सभा निर्वाचनका बेला दाङ, सुर्खेत लगायतका विभिन्न स्थानमा भएको घटनाको अनुसन्धान गर्न आयोग गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै तराई आन्दोलनका क्रममा मृत्यु भएकाहरूमध्ये शहीद घोषणा र राहत दिनुपर्ने बाँकी रहेकाहरूलाई तुरुन्त शहीद घोषणा र राहत उपलब्ध गराउने निर्णय पनि आजको मन्त्री परिषदले गरेको छ। विषयमा अहिले छलफल मात्रै गर्यो, तर त्यो आज टुङ्गो लागेन। फेरि हामी 7 दलबाट त्यसको भाषाको पनि अलिकति समस्या सबै भाषाको गर्नुपर्छ, त्यो अलिकति बाँकी रहेछ। मुख्य त त्यो हो। आज त्यसमा यो संविधान सभाको बेलामा विभिन्न ठाउँमा जुन घटना भएका छन्, सुर्खेतमा भयो, दाङमा भयो, नेपालगञ्जमा भयो, त्यस्तै आएर पूर्वतिर थुप्रै ठाउँहरूमा भएको छन्। ती घटनाको स्वतन्त्र छानबिन गर्न आयोग बनाउने, आयोगको निमित्त गृह मन्त्रालयले पहल गरेर बनाउन अधिकार गृह मन्त्रालयले दिएको छ। तराई आन्दोलनका क्रममा घटेका घटनाहरूमा क्षतिपूर्ति दिने अनि त्यस्तो मारिएकाहरूलाई चाहिँ उनीहरूलाई, उनका परिवारहरूलाई चाहिँ राहत दिने यिनै कार्यक्रमहरू छन्। अरू सबै चाहिँ मन्त्रालयले छन्। केही चाहिँ आर्थिक सहायता, अन्तर्राष्ट्रिय सहयोग, खानेपानीका सहयोग यिनै छन्। सामान्य अरू राहत दिने निर्णय गरेका छ। मन्त्री पदबाट राजीनामा दिएका एमाले मन्त्रीहरूको भने मन्त्री परिषदको आजको बैठकमा उपस्थिति थिएन। बैठकमा एमाले मन्त्रीहरूको राजीनामा तथा संविधान सभामा सरकारले मनोनयन गर्नुपर्ने 26 संविधान सभा सदस्यका विषयमा भने आजको बैठकमा चर्चा नभएको मन्त्रीहरूले बताए। गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले 7 दलीय गठबन्धनको बैठक बस्ने विषयमा आज बिहान माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नु भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार आज एमाले सहित अन्य राजनैतिक दलका नेताहरूसँग 7 दलको बैठकको विषयमा छलफल गर्ने गृहमन्त्री सिटौलाले बताउनुभयो। आज दिउँसो अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कोइरालासँग भेट हुनु अगाडि प्रचण्ड र गृहमन्त्री बीच 7 दलको बैठकको एजेन्डाको विषयमा छलफल भएको हो। अध्यक्ष प्रचण्डले 2 साता अगाडि नै प्रधानमन्त्रीलाई भेटेर 7 दलको बैठक बोलाउन आह्वान गर्नु भएको थियो। तर चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि अन्य दलहरूसँग पनि छलफल गरेर मात्र 7 दलको बैठक बोलाउने भन्दै प्रधानमन्त्रीले अहिलेसम्म 7 दलको बैठक बोलाउनु भएको छैन। नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको आज बिहान हुनुपर्ने मतदान केही बेर अघि शुरू भएको छ। कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा सभासदहरूले विरोध जनाएपछि प्रतिवेदन पारित हुन नसकेका कारण आज बिहान 8 बजेदेखि शुरू हुने भनिएको मतदान कार्य स्थगित गरिएको थियो। सम्मेलन स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हिजो राति अबेला थोरै सभासदहरू रहेका बेला आर्थिक प्रतिवेदन पेश गरिए पनि प्रतिवेदनमा थुप्रै अनियमितताको गन्ध आएको भन्दै सभासदहरूले त्यसको विरोध गरेका थिए। 1000 भन्दा धेरै सभासदहरू मध्ये कतिपयले अनियमितताका विषयमा छानबिन गर्ने समिति बनाएर निर्वाचन कार्यक्रम अगाडि बढाउनु पर्ने बताएका थिए भने कतिपयले कोषाध्यक्षको प्रतिवेदनलाई टुङ्गोमा पुर्याएपछि मात्र अधिवेशन शुरू गर्न दिने जिकिर गरेका थिए। नयाँ नेतृत्वका लागि अध्यक्ष पदका शिव गाउँले, महेन्द्र विष्ट, धर्मेन्द्र झा र कुलचन्द्र बाग्रेले उम्मेदवारी दर्ता गराउनु भएको छ। उपाध्यक्षमा गोविन्द आचार्य, केदार कोइराला, बलराम बानिया र बालकुमार नेपालले उम्मेदवारी दिनु भएको छ। महासचिवमा विनोद ढुङ्गेल, पोषण केसी, निर्मला शर्मा र हेमन्त काफ्लेले उम्मेदवारी दिनु भएको छ। यस सम्बन्धमा थप जानकारी दिनको लागि अहिले हाम्रा संवाददाता कार्यक्रम स्थल वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दीपकजी हजुर, अहिले के भइरहेको छ त्यहाँ? अहिले भर्खरै तपाईँले भने जस्तै मतदान सुरु भयो 11:30 बजेदेखि र यसभन्दा अगाडि जुन कोषाध्यक्षको प्रतिवेदन थियो त्यसमा निकै विवाद भएको थियो र त्यो विवाद मिलाउनको लागि यहाँ
6 सदस्यीय एउटा समिति बनाइएको छ र त्यो समितिको संयोजक प्रत्येक प्रधानलाई दिएको छ। त्यस्तै समितिका अन्य सदस्यहरूमा शुभेच्छा बिन्दु, किरण नेपाल, सञ्जय नेउपाने, नारायण सापकोटा सहितका सदस्यहरू हुनुहुन्छ। र यो आज र हिजोबाट जुन महाधिवेशन सुरु भएको थियो 22औं महाधिवेशन नेपाल पत्रकार महासङ्घको, त्यसलाई यो निर्वाचनको प्रक्रिया आज बिहान 8 बजेदेखि सुरु हुनुपर्ने भए पनि त्यो विवादको कारण कोषाध्यक्षको प्रतिवेदन पारित नभएकै कारण ढिलाइ भएको थियो मृदुलाजी। अब समितिले के गर्नेछ? समितिले त्यो कोषाध्यक्षको प्रतिवेदनमाथि छानबिन गरी त्यो प्रतिवेदनलाई टुङ्गोमा पुर्याउनेछ र त्यो अगाडि चाहिँ अहिले अब निर्वाचन प्रक्रिया सुरु भएको छ मृदुलाजी। त्यहाँको माहौल कस्तो देखिन्छ अहिले निर्वाचनको बेला? हजुर, अहिले निर्वाचनको त्यहाँ माहौल कस्तो देखिन्छ? मानिसहरू अब पत्रकारहरू भोट हाल्न लाइनमा बस्नु भएको छ र निकै लामो लाइन छ र यो दिउँसो 4 बजेसम्म यहाँ भोट राख्न पाइनेछ र त्यसपछि मतगणना सुरु हुनेछ मृदुलाजी। अहिलेसम्म तपाईँले जानकारी भएअनुसार कतिजनाले मतदान गरे जस्तो? करिब 60 जनाले अहिलेसम्म मतदान गरिसक्नु भएको छ र अरू पनि लामो लाइनमा पत्रकारहरू मतदानको लागि बसिरहनु भएको छ। हर्ष दिपकजी, जानकारीको लागि धन्यवाद। उहाँहुन्थ्यो हाम्रो संवाददाता दिपक भट्ट। अहिले हामीलाई वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट त्यहाँ भइरहेको पत्रकार महासङ्घको चुनाव निर्वाचनको विषयमा जानकारी दिँदै हुनुहुन्थ्यो। अध्यक्ष थापाले असफलताको जिम्मेवारी आफ्नो पनि भएको बताउनु भएको छ। तर पार्टीको दुवै केन्द्रीय अङ्ग गरेका थापा आफूले भने राजीनामा दिनुभएको छैन। राजपाको केन्द्रीय सम्पादन समितिमा 13 जना र केन्द्रीय समितिमा 65 जना सदस्य थिए। राजपाको समानुपातिक तर्फ संविधान सभा सदस्यमा 3 जनाको नाम पठाउँदा नेता बुद्धिमान तामाङको नाम नपठाइएको भन्दै उनका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड समेत गरेका थिए।